गाउँको सानो घरमा आरव र उसको साथी पाठो काले बीचको सम्बन्ध केवल खेल होइन, आत्माको धागो थियो। आरवले कालेलाई भाइझै माया गर्थ्यो। उसको आँखामा उसले आफ्नै प्रतिबिम्ब देख्थ्यो। तर दशैँ आयो, घरमा रौनक, पाहुनाको भिड, मासुको चर्चा। आरवले भनेको यो मेरो साथी हो भन्ने आवाज, बुबाको यो हाम्रो भोज हो भन्ने आवाजमा हरायो। कालेलाई काटियो। भान्साबाट आएको बास्नामा मसला होइन, आरवलाई आफ्नै बाल्यकालको विश्वास जलिरहेको महसुस भयो। वर्षौं बिते। आरव अब बाबु बनेको थियो। उसको छोराले पाठुलाई मेरो साथी भन्यो। तर आरवले त्यो आँखामा प्रेम होइन, स्वाद देख्यो। ठिक त्यस्तै जसरी उसले बाल्यकालमा आफ्ना बुबालाई हेरेको थियो। यही हो जीवनको विडम्बना। बालपनको निर्मल माया बिस्तारै समाजको परम्परा र स्वादले ढाक्छ। साना हातले साथीलाई अँगाल्छन्, तर ठूला हातले मासुको तौल नाप्छन्। यो कथा केवल आरवको होइन, हरेक बालकको हो जसको मनमा जनावर साथी हुन्छ, तर ठूलो भएपछि त्यो साथी भोजनमा परिणत हुन्छ।